म म्याप देखाउँछु म्याप तपाईहरुलाई सो हामी चाहिँ यहाँदेखि आएको गण्डक ब्यारेजदेखि हैन सिधा आयौं ठ्याक्क हामी अहिले यहाँ यो ठाउँमा छौं हैन यो इको पार्कमा हामी यहाँ छौं हामीलाई चाहिँ जानुपर्ने चाहिँ कहाँ हो भन्दाखेरि कहाँ हो हाम्रो यहाँ जानुपर्ने यहाँ यो रुट टु वाल्मिकी आश्रम लाइक अब हामी इको पार्कमा छौं भने हामी हामीलाई यतातिर लाग्नुपर्ने हुन्छ है सो लेट्स सी गाइस के हुन्छ है त चाहिँ यस्तो पहिला चाहिँ नि सुन छान्नी लाइक अब अनि त्यसपछि यो के रे रुक न यहाँ म कहानी भन्छु के हामी चाहिँ यताबाट आयौँ अनि यताबाट इको पार्कबाट आयौँ अनि ट्याक्क स्याट्ट लगाएर यता चाहिँ वाल्मिकी आश्रम वाल्मिकी नगर सबै सो अलराइट गाइज अहिले चाहिँ हामीहरू वाल्मिकी आश्रम हिँडेको हो र यो बाङ्गो त रहेछ यार सब हाम्रो चिल्ड्रेन एरिया है आउनुपर्छ यो अगाडि चस्मा लाउनु पर्यो के मैले अहिले गएर यो आउटर के अरे आउटर भन्छ न के भन्छ लाई आउटर ट्र्याक के भन्छ लाई ट्राउजर के भन्छ भन्नलाई इनर इनर किन्न पर्यो अहिले किसा सरकोमा उसकोमा पाउन्न त्यहाँ हाम्रो के साथीले खोले नै पसल के अरे तिम्रो नाम निमी होइन खास थियो त्यसको अर्थ निमी मैले हेर्छ कि म त के खोलेको छु भन्दै अनि पछि ऊ आफैले एक्सप्लेन गरेँ नि त अनि बल्ल मलाई थाहा भयो क्या यस्तो रहेछ अन्त म त 9MI अनि 9MI म पढ्थेँ पहिला बोर्डर है त्रिवेणी नाका अनि हाम्रो प्रदेशको एकमात्र नाका गण्डकी के हो आन्टी एक्लै बराबर भयो क्या हो झोलामा के छ यार बुझेन केमा के भन्छ बुझेन यार 3000 के अरे कति पुग्नु लाग्यो हो हेलो त्यो झऱ्यो मेरो त अहिले चाहिँ हामीहरू यता नेपाल पारी होइन इन्डियातिर आइसक्यौँ अनि यतातिर बर्डरमा चेकिङ गराएर आइसक्यौँ हामीहरू होइन अनि अगाडि चाहिँ हाम्रो दुईजना साथीहरू हिँड्छन् अनि यो भाग चाहिँ नेपाल हो के अरे सरी यो भाग चाहिँ इन्डिया होइन अनि यता पारीको भाग चाहिँ नेपाल हो अहिले जाडो पनि बढेछ अनि यहाँ पनि यस्तो के अरे सिरसिर हावा पनि चलिरहेको छ क्या यस्तो दामी मजाको यार
हेलमेट राख्नु पऱ्यो के अब ओए ढाका टोपी लगाएर हिँड्नुपर्छ क्या हो शिवम लगाइदिउँ के भयो त आफ्नो भन हो शिवम हो कि नभन त मैले मेरो हेलमेट खोलिसकेँ अब म ढाका टोपी लगाउँछु एकछिनमा म म्याप देखाउँछु म्याप तपाईँहरूलाई सो हामी चाहिँ यहाँदेखि आएको गण्डक ब्यारेजदेखि होइन सिधा आयौँ ठ्याक्क हामी अहिले यहाँ यो ठाउँमा छौँ होइन यो इको पार्कमा हामी यहाँ छौँ हामीलाई चाहिँ जानुपर्ने चाहिँ कहाँ हो भन्दाखेरि कहाँ हो हाम्रो यहाँ जानुपर्ने यहाँ यो रुट टु वाल्मिकी आश्रम लाइक अब हामी इको पार्कमा छौँ भने हामीलाई यतातिर लाग्नुपर्ने हुन्छ है सो लेट्स सी गाइस के हुन्छ है त मैले यहाँ रुट हेरेँ भर्खरै अब हामी यतातिर लाग्ने हो यता सो अनि इको पार्क भन्ने चाहिँ यही नै हो यहाँभित्र चाहिँ नि बच्चाहरूको लागि छ अनि राम्रो राम्रो ठाउँहरू पनि छ होइन घुम्नुलाई वाल्मिकी आश्रमको गेटमा आइसक्यो जान मिल्छ ल सो हामी चाहिँ यताबाट आयौँ अनि यताबाट इको पार्कबाट आयौँ अनि ट्याक्क स्याट्ट लगाएर यता चाहिँ वाल्मिकी आश्रम वाल्मिकी नगर सबै त्यसपछि यहाँ पोस्ट तपाईँहरू देख्न सक्नुहुन्छ है यस्तो दामी छ नि फेरि यहाँ यसो साइक्लिङ यताउता यस्तो दामी हो क्या फेरि त हामीहरू नआएर मात्र हो सानोमा त आएको तर उताबाट त्रिवेणीबाट गएको हामी अनि अलि ठुलो भएर आएको चाहिँ फर्स्ट टाइम ओ तिम्रो आएको कि न पहिला ओए होइन म आएँ त्यो वाल्मिकी आश्रम चाहिँ त्यो पहिला चाहिँ त्यो वाल्मिकी ऋषि चाहिँ यहाँ आएर आश्रम गरेको अनि पछि चाहिँ सीता माता चाहिँ यहाँ के अरे पाताल प्रवेश गरेको अथवा त्यहाँ होइन लवकुश जन्मेको ठाउँ खेलेको ठाउँ पढेको ठाउँ हुर्केको ठाउँ सबै यहीँ छ होइन यो चाहिँ एकदम प्राचीन ठाउँ हो कि प्राचीन ठाउँ होइन तर नेपालको यो प्राचीन ठाउँ भए तापनि अहिलेसम्म नेपालदेखि जाने यहाँ आधिकारिक बाटो अहिलेसम्म बनेको छैन यहाँ चाहिँ त्यही भएर चाहिँ नि हामी आफै पनि अहिले त्यो इन्डियन रुट युज गरेर हामी त्यहाँ हाम्रो नेपालको ठाउँमा जाँदैछौँ लाइक सुसास्तै उताबाट So you can watch here होइन ट्याक्क यहाँ चाहिँ सट्ट यो चाहिँ यता चाहिँ इन्डियाको नेसनल पार्क हो न यो वाल्मिकी आश्रम कहाँ हो यता ट्याक्क म रुट देखाउँछु रुट अब सल राइट यो चाहिँ वाल्मिकी आश्रम जाने रुट होइन सट्ट आर हियर गुनौली नाका हो यो ए गुनौली हो यो ए यता पनि गाउँ छ होला के यस्तो नाका छ क्या यु क्यान वाच हियर है यो चाहिँ यता मलाई चाहिँ अहिलेसम्म थाहा छैन यता पनि यस्तोतिर ठाउँ रहेछ यो चाहिँ नि इन्डिया पर्छ नि हाम्रो नेपाल जाने यताबाट गोनौली यु क्यान वाच हियर बोला खा क्या अरे बाटो हराएको थियौँ होइन बाटो भड्किसकेको थियौँ अनि फेरि एउटा अङ्कललाई सोधेर हामी यतातिर लाग्दैछौँ यतातिर होइन यु क्यान वाच हियर भन्छ न त्यही भन्छ र क्या तपाईँहरूले देख्न सक्नुहुन्छ यतातिर हेर्न सक्नुहुन्छ गाइस यो चाहिँ सोना नदी होइन यो यहाँ चाहिँ नि यहाँ चाहिँ नि यस्तो पहिला चाहिँ नि सुन छान्ने लाइक अब अनि त्यसपछि यो के अरे रुक न यहाँ म कहानी भन्छु के वा
कहाँ रुकेको तिमी यार कि जानुपर्छ अगाडि जा मिन ल उतैतिर गरेको यो चाहिँ नि भन्दा गफ जस्तो लाग्ला तर यो साँच्चैको सुना नदियो यहाँ चाहिँ पहिला पहिला मान्छेले सुन छान्थ्यो के यहाँ पनि प्यालो प्यालो छ नि यो सुन हो के सुन हो यो हो नि यो प्यालो प्यालो यो सब सुन हो के ओए हो कि न थियो भन त हो कि न भन त ओए हो नि लाइक सुनको कड हो कि यो सब यस्तै त हुन्छ नि यो साँच्चैको हो कि तिमीले पत्याउनु एउटा साँच्चैको के कस्टम या छान्नुपर्छ त फेरि यहाँ चाहिँ पहिला पहिला चाहिँ नि यो सीता माताहरूले पनि पानी सानी लिन आउने यताउता त्यो ठाउँ चाहिँ हो कि यो चाहिँ एकदम प्राचीन ठाउँ होइन भन्दा गफ जस्तो लाग्ला तर हाम्रो क्षेत्रमा पनि यस्तो ठाउँहरू छन् है गाई माडी नगरपालिका ओ चितवन पर्छ अरे हो कहाँ ए मेरो फोनमा लोकेसन अन गर्नु पर्यो यार ओए त्यस्तो उकालोमा झ्यापै गेर नगडा ओइ फ्यात्तै फुत्किन्छ यताबाट जानुपर्छ यताबाट ओए धन्नै खसेको म नाइ कसले भनेको माथि मन्दिर आयो ए हो र कसले भनेको गरे के यो घन्टी हान्नुपर्छ क्या सरी बज्दैन है अब हामी पूजा गरिसक्यौँ त्यहाँ अब कताबाट यताबाट हो अच्छा अल राइट हामी मेरो नाइट भिजन छैन क्या यार लौ आऊ न